यस सिजन कुबार्सीले धेरै आलोचना सहनु परेको छ, तर म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। के यो साँच्चै न्यायोचित छ? निर्णय गर्न अगाडि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि यहाँको सन्दर्भ धेरै महत्त्वपूर्ण छ। कुबार्सी अहिले विश्व फुटबलकै सबैभन्दा कठिन डिफेन्स सिस्टम मध्ये एकमा खेलिरहेका छन्। बार्सिलोनाले निकै अगाडि उभिएको हाई डिफेन्स लाइन र आक्रामक अफसाइड ट्र्याप प्रयोग गर्छ। आजको आधुनिक फुटबलमा यो निकै जोखिमपूर्ण रणनीति। एउटा सानो गल्ती, एउटा टाइमिङको गल्ती र तुरुन्तै त्यो ठुलो डिफेन्सिभ डिजास्टर जस्तो देखिन्छ। तर धेरै मानिसहरूले व्यवस्था गरेको एउटा कुरा छ। यस सिजन कुबार्सीले डिफेन्समा स्थिर पार्टनर पाएका छैनन्। कहिले एरिक गार्सिया, कहिले अराउजो, कहिले जेरार्ड मार्टिन। हाई लाइन सफल बनाउन के चाहिन्छ? समय मिल्नुपर्छ, समझदारी मिल्नुपर्छ, विश्वास मिल्नुपर्छ, र त्यो एकै रातमा बन्दैन। अब केही क्षणका लागि गत सिजन सम्झनुहोस्। जब कुबार्सी इनिगो मार्टिनेजसँग लगातार खेलिरहेका थिए, त्यति बेला उनी कति मजबुत देखिन्। इनिगोको अनुपस्थितिपछि बार्सिलोनाको डिफेन्समा स्थिरता घटेको छ, र यो संयोग मात्र होइन। अब यहाँ एउटा तथ्य छ जसले धेरैलाई चकित पार्छ। यस सिजन कुबार्सीले एउटा पनि ग्राउन्ड ड्युल हारेका छैनन्। उनी ड्युल सफलतामा शीर्ष 80% सेन्टर ब्याक मध्ये पर्दछन्। त्यसैले यदि कसैले भन्छ उनी डिफेन्स गर्न सक्दैनन्, तथ्यले बिल्कुलै फरक कथा सुनाउँछ। र यो यात्रा हिजोबाट सुरु भएको होइन। केवल 17 वर्षको उमेरमा च्याम्पियन्स लिगमा नेपोली विरुद्ध डेब्यू गर्दा कुबार्सी म्यान अफ द म्याच घोषित भएका थिए। केही क्षण त्यो सोच्नुहोस्। सामान्यतया सेन्टर ब्याकहरू आफ्नो करियरको उत्कर्ष ढिलो उमेरमा पुग्छ, तर कुबार्सी अहिले मात्र 19 वर्ष भएका छन् र बार्सिलोना जस्तो विश्व स्तरीय क्लबका नियमित स्टार्टिङ खेलाडी भइसकेका छन्। कुबार्सी केवल डिफेन्डर मात्र होइनन्, उनी बल अगाडि बढाउन सक्छन्, लाइन तोड्न पास दिन सक्छन्, आक्रमण सुरु गराउन सक्छन्। बार्सिलोनाको बिल्डअप खेलमा उनी महत्त्वपूर्ण भूमिका खेल्छन्। हो, केही क्षणहरूमा उनी सङ्घर्षमा परेका छन्, त्यो स्वाभाविक हो। तर जब तपाईँ समग्र तस्बिर हेर्नुहुन्छ, यस उमेरमा उनले जे गरिरहेका छन् त्यो साँच्चै विशेष छ। अब म तपाईँको विचार जान्न चाहन्छु। के कुबार्सीमाथि भएको आलोचना अन्यायपूर्ण छ, वा बार्सिलोनाका खेलाडी हुनुको दबाव स्वाभाविकै हो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्, र यदि यस्तो विश्लेषण मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनु।